ल हेर्नु है गाइज, कोरियामा एकदमै यो विकट ठाउँ हो, एकदमै विकट एकदमै लास्टै पहाड हो यो कोरियाको। तैपनि यति धेरै विकट ठाउँमा पनि यस्तो दामी रोडको व्यवस्था हुन्छ, कन्स्ट्रक्सन यति राम्रो बन्या हुन्छ। हेर्नु त है मित्रहरू, एकदमै विकट एरिया हो। यहाँ भनेको चाहिने जो जहाँ जानलाई पनि पिच मात्रै छ क्या, पिजै रोड मात्रै जानुपर्छ हामी। कहिले त्यस्तो टाढै जाँदा पनि निकै माथि जाँदा पनि पिजै रोड मात्रै पुगिन्छ, पिजै रोड मात्रै हुन्छ। विकास भन्ने कुरो साथीहरू म यहाँहरूलाई देखाउँदैछु आज है। यस्तो विकटमा पनि रोडै रोड छ, जता गए पनि पिजै पिच छ है साथीहरू। यहाँ गयो भने यता गएर त्यताबाट चाहिँ सिउल सिटी जान्छ, सौल, कोरियाको सौल राजधानी। अनि यहाँबाट उता जाने छ म। यता गयो भने यहाँ पर पार्क छ एउटा, एक्सर्साइज गराउने पार्क। यस्तो दामी छ हेर्नु र मित्रहरू, पुल हेर्नु त, यस्तो दामी छ पुल। सिलिलिली छ, पैदलको लागि पनि यस्तो दामी व्यवस्था छ टक्क। हेर्नु त है, ओभर डेभलप हो क्या, ओभर डेभलप। यस्तो दामी छ, यस्तो दामी छ। यस्तो ठाउँमा हेर्नु यी पुल छ हेर्नु है। त्यहाँ पनि पुल, अलि पर अर्को पुल, अनि अझै पर गयो भने अर्को पुल छ। पुल यहाँ पुल छ हेर्नु है। पानी सानी केही छैन, तै पनि पुल बनाइदिएको छ कोरियनहरूले। यस्तो हुन्छ। यता गएन पर चाहिँ एक्सर्साइज गर्ने ठाउँ छ साथीहरू। म कुनै दिन भिडियो बनाएर देखाउनेछु। मेरो टिकटकको भिडियो लास्टतिर गएर हेर्नु भने मैले पोहोर बनाएको छु एक्सर्साइज गरेको भिडियो, त्यो चाहिँ ठ्याक्कै यहाँनिर है साथीहरू। यहाँनिर छ हेर्नु त है, यहाँनिर छ। जुम गर्दाखेरि यस्तो देखियो। एकदम एक्सर्साइजको लागि चाहिँ राम्रो स्थान छ त्यहाँनिर। गाडी आउने क्रम जाने क्रम जारी छ, आउने जाने क्रम चलिरहेछ। है रातो बस हेर्नु होला, नाइट बस जस्तै छ, चलिबस्छ साथीहरू। यतातिर गयो भने सौल पुगिन्छ साथीहरू, सौल है। अनि यतातिर गयो भने अर्कै ठाउँ पुगिन्छ, तर यो ठाउँमा गएको छैन, यताको बाटो गएको छैन। यताबाट सायद उता इदोङ साइड कता पुग्छन् होला, इदोङ साइडबाट उता साइड जान्छ होला। आज चाहिँ मौसम पनि अलिक बिहान 12-1 बजीसम्म पनि पानी पऱ्यो, एकदम घुमिरहेको छ साथीहरू। मेरो निकै ठुलो प्लान थियो आजको, प्लान चौपट्टै भयो। अस्तिको शनिबार पनि सौलतिर गएर यसो साकुरामा फोटोसोटो खिच्ने, भिडियो बनाउने प्लान थियो, चौपट्टै बनायो। पानी पऱ्यो, हावाहुरी ठुलो चल्यो। आजको पनि यसो यहाँनिर नजिकै ठाउँमा गएर चाहिँ यसो रमाइलो भिडियो फोटोसोटो खिचाउँला भन्ने सोचेको थिएँ। आज पनि बिहान 12-1 बजीसम्म पानी परेर चौपट्टै बनाएँ साथीहरू। के गर्ने, यसरी नजिकको ठाउँ हुँदै यसो छोटो भिडियो बनाएर बस्नु पर्या छ। गाह्रो छ। भनेको बेला छुट्टी मिल्दैन, छुट्टी मिलेको बेला मौसमले साथ दिँदैन साथीहरू। ल हेर्नु त यस्तो छ पिच रोड हेर्नु है। यतातिर कुन साइड एकदमै यो विकट ठाउँहरू होइन, सबै पिच रोड। यहाँको टाइमहरू लाइटहरू हेर्नु होला, यस्तो विकसित छ। ठ्याक्कै आइपुग्यो बस, सौल, ठ्याक्कै सौलबाट आएको बस हो। 138.5 छ, ठ्याक्कै यही बसबाट जाने हो म चाहिँ सौल जाँदाखेरि। दिनमा 12-15वटा गाडी चलिबस्छ यहाँबाट। ठ्याक्क यस्तो व्यवस्थित छ है साथीहरू। हेर्नु त है, राइट 3 कुनेमा ट्याक्कै भेट भयो साथी। यहाँ 3 कुने हेर्नु त है, एक कुना यता, अर्को कुना त्यता, अर्को कुना यता, 3 कुना भएपछि 3 कुने त भन्नु होला नि, के भन्नु। ट्राफिक लाइट आफै बलिरहेको छ साथीहरू हेर्नु है। ट्राफिक हुँदैन यहाँनिर, यो लाइटको पालना गर्ने जाने हो। यहाँनिर रातो मान्छे देखिरहेको छ।
यतिखेर हामी पनि पैदल गरेर जान पाइँदैन, त्यो निलो भयो भने मात्रै हामी हिँडेर त्यहाँ जेब्रा क्रस पार गर्नु पाइन्छ साथीहरू। जेब्रा क्रसमा यस्तो छ यहाँको, एकदमै चिसो छ साथीहरू। ल साथीहरू पानी आउन आँट्यो, म पनि अब यहाँबाट हुइकिन्छु। जाडो जाडो छ, चिसो चिसो मौसम छ। यहाँनिर यही अन्डरग्राउन्ड रहेछ, यहाँबाट क्रस गरेर मुनिबाट जाने रहेछ साथीहरू। है साथीहरू, आजको भिडियो कस्तो लाग्यो एकदम कमेन्ट सेयर लाइक गर्नु नभन्नु होला। एकदम चिसो चिसो मौसम छ, तै पनि मैले आज एउटा छोटो भिडियो बनाउने योजनालाई सङ्कल्पलाई पुरा गरेको छु, किनभने छुट्टी मिलेको थियो। तर छुट्टी पनि अब आज मौसम भनिहालेँ, मौसमको कारणले गर्दा टाढो कतै जान सकिनँ। एकदम चिसो छ साथीहरू मौसम। ल सबैजना मस्त रहनु होला, व्यस्त रहनु होला है त। सी यू नेक्स्ट भिडियो, ओके राइट।